गुड मर्निङ। आज हाम्रो बिहानको सुरुवात यसरी भयो। नानीको समर ब्रेक सुरु भएको थियो, त्यसले गर्दा हामी तिनजना फ्यामिली चाहिँ हाम्रो प्लान थियो कि नानीको समर ब्रेकमा चाहिँ हामी नेपाल ताप्लेजुङ पाथिभरा माताको दर्शन गर्नको लागि जानुको लागि हामीले सोचेको थियो। यसरी नै बिहानै उठ्यो, हामी मुखसुख धोएर रेडीसेडी भएर हिँड्न लाग्यो। अनि यसरी हिँड्दाखेरि नानी र म फोटो खिच्दै भिडियो गर्दै गर्दै हामी दुईजना सेल्फी बनाउँदै हिँड्यौँ। अनि बिस्तारै बिस्तारै हाम्रो गाडी चाहिँ माथि राखेको थियो, अनि गाडीको तर्फतिर लाग्नुको लागि हामी बिस्तारै बिस्तारै हिँड्दै हिँड्दै गयो। गाडी निकै परै थियो, गाडीमा अलरेडी बाबा गएर बसिसक्नु भएको थियो। अनि हामी बिस्तारै रम्फूतिर लाग्यो, अँध्यारो थियो अनि पानी पनि सिमसिम परिरहेको थियो, दिन शीतल भइरहेर यसरी हामी बिस्तारै बिस्तारै निस्क्यौँ, रम्फूतिर लाग्यो। रम्फूतिर बिस्तारै 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 लाग्दै लाग्दै हामी मल्लीतर्फ पनि लाग्यो। मल्लीतर्फ लागेपछि हामी चाहिँ फेरि मल्लीमा खाजा खाने हामीले प्लान सोचेको थियो। मल्ली पुगेर हामी खाजा खाउँ भनेर। अनि हामी मल्ली पुगेर खाजा खानु, रोटी र चिया सब्जी खान लागि हामी त्यहाँ एकछिन वेट गऱ्यौँ। सब्जी खानासाजा खाएर हामी फेरि सिलगढीतर्फ लाग्यौँ। सिलगढीतर्फ लागेपछि धेरै पानी परिरहेको थियो सिलगढीमा। बिस्तारै बिस्तारै रोड पनि राम्रो थिएन कन्डिसन, त्यसले गर्दा हामी बिस्तारै बिस्तारै सिलगढीतिर लाग्यो। सिलगढीको पुगेपछि नानी उठ्यो, सुतेको थियो, उठेर उसले सोध्यो आमा कहाँ पुग्यो भनेर। अनि यसरी हामी सालुगढा पुगेपछि पानी निकै परिरहेको रहेछ। अनि सालुगढा पुगेपछि हामी रुमतिर लाग्न लाग्यो। रुममा गएर लुगासुगा फेरेर फ्रेस भएर हामी फेरि काँकरेभित्ता नेपालतिर लाग्यौँ। नेपाल पुगेपछि हामी भन्सारको लागि काट्नुको लागि रेडी थियो। हाम्रो यहाँ डकुमेन्ट्स चेक गर्नु लागि बसेको थियो, हामी वेट गरिरहेको थियो। अनि अब हामी फेरि भन्सार कस्टम अफिस जानुको लागि जाँदै थियो। भन्सारमा निकै टाइम लाग्यो, हामीलाई 2-3 घन्टा लाग्यो त भन्सार काट्नु, किनभने अहिले भन्सार अनलाइन काट्नुपर्ने रहेछ, अनलाइन गर्नुपर्ने रहेछ। यसरी भन्सार काटिसकेपछि हामी चार्ली धुलाबारीतिर लाग्यौँ। अनि हामीले बिहानदेखि केही नखाएको हुनाले गर्दा हामीले खालि ब्रेकफास्ट रोटी खाएकोले गर्दाखेरि हामीले चार्लीमा गएर भेज राइस खायौँ। किनभने भेज राइस खानु चाहिँ हामीले भेजै राइस खानुपर्ने थियो, किनभने हामीले पाथिभरा माताको दर्शनको लागि गएको थियो, हामीले नन भेज खानु मिल्दैन थियो। त्यसले गर्दा हामीले भेज राइस खाएर निस्क्यौँ हामी बाहिर। यसरी हामी नानी र आमा बाहिर बस्यौँ, बाबा गाडी लिनु जानुभएको थियो। हामीले भिडियो यसमा कन्टिन्यू गर्दै जान्छौँ। यहाँ अहिलेसम्म यसको लागि अहिलेसम्म यति नै हुन्छ। धन्यवाद, थ्याङ्क यू, बाई बाई, सी यू सुन, बाई बाई।